सो हेलो गाइज वेलकम टु माई न्यू ब्लग। सो आज धेरै दिनपछि हाम्रो ब्लग आइरहेछ र आजको ब्लग अलिक स्पेसल छ किनकि आज हामी गएर चाहिँ साथीहरू मिलेर खोलामा नुहाउन। सो खोलामा नुहाउनु यतिकै त हामी कहिले जाँदैनौँ। सो खोलाको लागि खास यहाँ हेर्नु आँप प्याक भइसकेको छ, चक्कु रेडी छ, यसमा नुन खुर्सानी रेडी छ। अब टक्क गएर खोलामा खाने हो। अनि खोलामा एक्लै गइरहेको छैन, हो यहाँ साथीहरू आइसके, यहाँ विजय र रवि जो हामी तीनजना यहाँबाट निक्लिन्छौँ। मेरो अरू साथीहरू नि कलेज फ्रेन्डहरू आइरहेछ राप्ती खोलामा र त्यहाँबाट हामी सँगै जान्छौँ ल। सो गाइज अब हामी रुमबाट निक्लिसकेका छौँ राप्ती जानको लागि। ल केटाहरूले फोन गरेको छु, उनीहरूले आइरहेछ ल। विजय अनि अगाडि अगाडि रवि। ठिकै हो, अहिले गर्मीको टाइममा हिँड्नुपर्छ बट घाम चाहिँ ओभरै छ गाइज। सो बिना छाता चाहिँ ननिक्लिनु लागि अब हामीले सजेस्ट गर्छु, छातामा त हामी यस्तो गर्नु भइहाल्छ, हामीलाई के भन्छ हामी खासमा। सो गाइज फाइनली यहाँ केटाहरू नि भेटेँ हाम्रो कलेजको। यहाँ चाहिँ एकजना अमन, ऊ अगाडि छ तीनजना। अब यस्तै हो ल। अब अगाडि अब खोलामा गएर टक्कर नुहाउने बेला भिडियो बनाउँछ। राप्ती खोलामा आइसकेको छौँ, तर मलाई एउटा न्युज भर्खरै थाहा भयो कि मेरो साथीले एकाउन्टको प्रोजेक्ट गरेको छैन। सो त्यसले ब्याग बोकेर आएको छ आफ्नो एकाउन्टको प्रोजेक्ट गर्न यहाँ राप्ती खोलामा। त्यो पनि थाहा छ के को टपिकमा, ऊ त्यो त्यो टिफर हेर्नु भइरहेछ त्यहाँ ऊ टाढा, त्यसको कन्ट्र्याक्टरसँग कुरा गरेर अब त्यही गर्छ रे प्रोजेक्ट। हामी चाहिँ नआउने, ऊ चाहिँ प्रोजेक्ट गर्छ, त्यस्तै हो। सो गाइज फाइनली हाम्रो आफ्नो स्पटमा आइसकेको छौँ। यहाँ हेर्नु पानी त आज मजाको छ, नुहाउन त मजा आउँछ। अब हेरौँ कोही डुब्यो भने राम सब त यहीँ हुन्छ, डुबेन भने मजा आउँछ। गाइज यहाँ केटाहरू रेडी भइसकेका छन् नुहाउनको लागि सबैजना अब। सो अब हेरौँ राप्तीमा त आज पक्कै बाढी आउँछ, सबै केटाहरू त्यस्तै छ नुहाउनेमा। अब कि त राप्ती आज रहन्छ कि त आज हामी, यो त फिक्स हो। अनि त्यहाँ हाम्रो विजय दाई, उहाँ चाहिँ अलि हिरो हुनुहुन्छ, त पानी नाप्न जानुभएको थियो, तर पुष्पाको स्टाइलमा किन हिँड्नु भइरहेछ। सो गाइज नुहाउन त एकदम मजा आएर छ। ल अब हामीले एकछिनको लागि ब्रेक लिएको छौँ। अब आँप ल्याएको थियो नि त, अब त्यो खानु पऱ्यो। केटाहरू पछाडिबाट आइरहेका छन्। पानी चाहिँ फेरि यस्तो मजाको चिसो छ गाइज, पुरै छोड्ने कि यति मजा आयो चाहिँ नुहाउन। त्यस्तै हो। अब टक्क गरेर यहाँ बस्ने सबैजना मिलेर खाने काट्ने, त्यही हो। ल जुन पर्फेक्ट हो भनेर राख्नु। सो गाइज फाइनली आधी घन्टाको मेहनतपछि यहाँ सबै कुरा रेडी भयो। अब यो काटेर टक्क अब रेडी छ। अब खानको लागि यहाँ एकजना, यहाँ एकजना, यहाँ एकजना, अनि त्यहाँ तीनजना। त्यो तीनजना चाहिँ केटीको जग्गामा त्यहाँ बसेछ। ल अब टक्क यहाँ खाएर अब टेस्ट हजुरहरूलाई भन्छु ल कस्तो। सो गाइज फाइनली यहाँ सबै केटाहरूले छिटो सकाएँ। अब रिभ्यू लिउँ है कस्तो थियो। ल कस्तो थियो अमन भन त। एकदमै दामी। अम्बिका डन। ल मेघनाथ, मेघनाथले त भन्दा त्यो कुहिएको नै खाइदिन्छु रे। विजय कस्तो थियो? ल यता साथी कस्तो थियो? सबले मस्त भने गाइज, यो मेहनतको फल यस्तै हो। मेघनाथले अब घर गएर नुन मसला राखेर मसला। भिड त मजाको छ, प्याकिङ त्यत्तिकै छ। यी खोला राप्ती खोला भनेको यस्तै क्या, हेटोराको नेचुरल स्विमिङ पुल भने राप्ती खोला चिन्छ क्या। यहाँ भिड नि हेर्नु धेरै नै खतरनाक भिड छ आज। अब केटाहरू हामी अर्को स्पटमा जान लाग्छौँ। अहिले एउटा भिडियो सुट गर्नु छ, त्यसको लागि अर्को स्पटमा जान लाग्छौँ। सो अब अर्को स्पटमा गएर हजुरलाई यस्तो मजा आयो आज नुहाउन। अब फाइनली अब फोटोसुट गर्ने अनि घर जाने। ल सुन ल हामी आफ्नो साथीहरूसँग रिभ्यू लिउँ है कस्तो मजा आयो। ल कस्तो आज कस्तो सो गाइज फाइनली हाम्रो नुहाउन सक्यो। अब यहाँ केटाहरू कपडा चेन्ज गर्दैछन्। सो आजको भ्लगमा चाहिँ यति नै। धेरै नै मजा आयो खोलामा नुहाउन। फेरि भेटौँला भोलि भ्लगमा। तपाईँको लागि बाई।